के हो यतिमै फक अब भाइ यो उचाल्न 3 जना चाहिन्छ जिम्नीमा आउनु ओहो जिम्नी त अफ रोडिङ अड्किसक्यो गाइस कन्डिसन हेर्नु है बाटो दामी यसले स्लोमा लग्यो सो हेलो एन्ड नमस्ते एभ्रिवान आई होप यु गाइज आर फाइन वेलकम ब्याक टु माई च्यानल होइन अनि गाइज हामी चाहिँ आज यहाँ आमा याङ्ग्री जान लाग्यो होइन अब यो हाम्रो चाहिँ इन्स्ट्यान्ट प्लान भन्ने के भन्ने हो बिहानसम्म नि फिक्स भएको थिएन क्या हाम्रो प्लान होइन यस्तो रातभरि खत्रै पानी परेको थियो अनि जाने कि नजाने भइरहेको थियो अब अहिले कम भएर चाहिँ चल्दिउँ भनेर निस्किन लाग्यो होइन त सर यहाँ किरण सर हुनुहुन्छ म छ अनि यहाँ विराज छ है अनि त्यही हो ल हामी चाहिँ धुलीखेलबाट अब निस्क्यौ ल स्टार्ट लगाइज त चल्दिएको अब अनि हामी अहिले चाहिँ 11:07 गएछ है अनि त्यही हो गाइज अब चाहिँ हामी यो खावाको बाटो हुँदै हामी 0 किलोबाट मेलम्ची हुँदै जानुपर्ने हुन्छ अनि मेलम्चीबाट अब त्यो चाहिँ बाटो ठ्याक्क थाहा छैन होइन त्यो आमा याङ्ग्री भनेर चाहिँ हेलम्बुमा पर्छ होइन सिन्धुपाल्चोक हो त्यहाँ पर्छ है त्यही हो वेदर त्यस्तो दामी छैन रातभरि पानी परेको थियो अहिले नि चिसो छ बिहानभरि नि परेको थियो हुस्सु नि लागिरहेछ है त्यही हो है त गाइज ल अब राइड इन्जोय गर्नु होला हामी नि त्यही गर्नेछौँ है अनि यहाँको बाटो चाहिँ पिच भयो गाइज यो खावासम्म चाहिँ मनी आएको छैन ट्रिप हाम्रो त्यो गाडी साडी नै त्यस्तो धेरै छैन खाली नै छ रमाइलो छ धुलो नि उडाएको छैन पानी नि परेको छैन सो गाइज हामी चाहिँ मेलम्ची बजारमा पुग्यौँ होइन त्यही यहाँ यो अरू मान्छेहरू चाहिँ यो बाटो जाँदो रहेछ होइन यो चाहिँ अलिक अफरोड रहेछ अनि यहाँबाट चाहिँ अलिक सजिलो बाटो रहेछ है त्यही हो गाइज चाहिँ तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने सिधै जानु होला मैले अरू युट्युबमा भ्लगहरू हेर्दाखेरि चाहिँ मान्छेहरू त्यो बाटोबाट गएको थियो क्या अनि त्यो चाहिँ अलिक धेरै अफरोड रहेछ यहाँ नि अफरोड त अफरोडै होला तर यहाँ चाहिँ कम्पेरिटिभली अलिकति सजिलो छ अरे अलिकति टाढा भए पनि सो हामी चाहिँ यो बाटोबाट जाँदैछौँ है ल त टक्क गीत बजाउँदै जाँदैछौँ हामी चाहिँ स्पिकरमा जे होस् वेदर के अरे आकाश चाहिँ क्लियर हुँदैछ है उतातिर क्या अघि त हिमाल नि देखिरहेको थियो अलिअलि अहिले रिभर क्रसिङ हो कि क्या हो ओए पानी त हेर्न उताको सफा छ यहाँ आएर फोहोर हुने होला कि त्यो मिसिएपछि नाइस रिभर क्रस नि गर्नुपर्छ होला सायद ओए सानोतिनो रिभर क्रसिङ होइन मलाई नि दामी लाग्यो अब बाटो चाहिँ कहाँ हो यहाँ यहीँ होला बिस्तारी छ बिस्तारी भने नि अब 2 जना छ मेरो पनि बाइक भएपछि म नि यसरी हाल्थेँ
अब ल्या भने भाइ मानेन पहिले मायाले कुदाउने हो क्या बिस्तारी के को हतार यत्रोडै अफ्रो अनि हाम्रो किरण सर यहाँ हुनुहुन्छ है किरण सरले चाहिँ फुल मजा लिइरहेको छ है बाइकबाट सरले चाहिँ 220 लाई डट जसरी कुदाइरहेछ है डटै जसरी कुदाइरहेछ अघि उडाको चाहिँ मैले खिच्न पाएन तर अब फेरि कुदाउँछ होला हेरौँ है त ल खोइ त क्यामेरा अन हुने बेला चाहिँ कुदाउँदैन फेरि कुदाउनु जान किरण सरले कुदाए हो गाइस म चाहिँ अब मैले चाहिँ फुल फेसहरू कुदाइसकेँ अब चाहिँ ओ किरण सरले कुदाएको हेर्नु त्यहाँ डट जसरी कुदाइरहेछ हो उठी अनि भ्यू चाहिँ यहाँ यस्तो छ हामी चाहिँ यहाँ गीत सुन्दै समात्यो म तँलाई समात्ने कि यसलाई समात्ने गाह्रो छ त रमाइलो भइरहेछ अगाडि जाऊ त किरण सरले चाहिँ फुल मजा लिइरहेछ है बाइकको आधा आइज भने त आइज भने आएन अब के हो पानी पर्छ भन्दै थियो वेदर हेर भाइ यहाँ कस्तो दामी छ उता हेर त हिमाल नि देखिरहेछ भनिदिउँ न समाज त एक खिचिरहेछ त्यही हो गाइस रमाइलो भइरहेछ मैले गाइस कति भनिसकेँ होला गाइस उता बजार रहेछ अब त्यहाँ के खानेकुरा किन्नुपर्छ समाज ल अब एकछिनमा ओए गाइस ल हेर्नु उता कस्तो दामी देखिरहेछ यार ऊ त्यहाँ यो हरियाली नि कस्तो खतरा यार त्यही हो ल हामी झन्डै गाइज होइन क्यान्सल गर्न लाग्थ्यो भइ नै सकेको थियो होइन अनि पछि फेरि किरण सरले जे पल्ला गइदिउँ भनेर अहिले फेरि नआएको भाइ हामीले यो रिग्रेट गरेर बस्थ्यो क्या त्यही भएर नि चल्दिउँ बरु फर्किनु पऱ्यो नि चल्दिउँ भनेर आएको हो होइन त्यही हो गाइज ल रमाइलो भइरहेछ के भयो कति हो कति यार ओ मजा गाइस यहाँ चाहिँ यस्तो दामी यस्तो सफा पानी आइरहेछ क्या हात हाल्छ दामी छ यार हेर्न कस्तो सेतो सफा छ क्या पानी हुन त अब त्यो भएर भयो होला त्यही दामी छ दामी हामी जानुपर्ने चाहिँ कहाँ उता माथितिर होला सायद होइन बन्द गर्नु एकछिन किरण सरले उडाएको अरे भन्दै गइरहेछ किरण सर ओए ढुङ्गा उछिट्यो यार लडाउँदैन असो कुरा नगर न
अशुभ कुरा नगर क्या टिम्बु भनेपछि यतै हो यही हो न रमाइलो छ ठिक छ यस्तै रमाइलो गर्दै जाने हो होइन रेकर्ड छ यस्तो बाटोमा 80 हानिरहेको छु म अनि भयो त ट्र्याक्सन कन्ट्रोल फेरि चलिहाल्छ क्या नबजा एकछिन रेकर्डिङ भइरहेछ क्या गाइजहरू बाटो नाइस ठिकै छ डट बाइकलाई छुट्टै मजा आउँछ अहिलेसम्म चाहिँ त्यस्तो एक्सट्रिम अफरोड चाहिँ छैन अब अफरोड बाइक नभए नि नर्मल बाइक नि इजी त होइन जे आउन सकिने खालको छ नर्मल बाइक पनि है त Bridges burn, I cannot define like मरेपछि बाई बाई नाइट टाइममा लेख्छु वान एभ्रीबडी बडी मेरो नयाँ यस्तै त होला बाटो त होइन त्यो चाहिँ अप्ठ्यारो थियो होला नि पहिले एक गियरमा क्रुज हान्दैछ है गाइस हामी बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा म खुला पङ्ख फिजाइ आकाशमा उडेको चरी चाहिँ मुक्त हुन चाहन्छु म तिम्रो मायामा म ओए कस्तो खतरा यार कस्तो घना यार जङ्गल ओए देखेन यार कस्तो घना छ यार गाइस हेर्नु जङ्गल स्टार्ट हुँदैछ अब ओए क्यामेरा बाङ्गो भएछ अहिलेसम्म त इजी भइरहेछ हामी जाने कहाँ हुँदै हो माथि त छु म ल हजुर बुझेन है मैले के भने किदम सर बुझेन अब यहाँ फस्ने हो के हो चाहिँ थाहा भएन होइन फस्दैन होला नमजा नि एकछिन ओए मेरो चप्पल त्यहाँ ओए केमा सको है ढुङ्गाले चाहिँ ल्या ढुङ्गा यस्तो चुच्चो निस्किरहेछ अनि मजा छ यार चिप्लिँदैन हौ चिप्लिँदैन बिस्तारी अलिअलि चिप्लिन्छ क्या त्यो अनि ग्रिप लिइहाल्छ टायर बसाएको ओए हर्न बजायो यार त्यसले गाडीहरू भयो भने चाहिँ टेन्सन लिने हो हामी बाइकमा त के छिरिहाल्छ नि पानी छ्याप्लाङ छुप्लुङ हान्दै जाँदैछौँ हामी चाहिँ
ढाका टोपी मैलो तिमी भन्ने पहिलाको अनि धेरै गाउँको याद आइरहेको यस्तै बाटो गाउँ कस्तो सफा पानी यार यहाँ त बाइक पखाल्ने पानी छ यहाँ पखालिदिने क्या भाइ वो सबभन्दा सफा पानी है अहिलेसम्म अघि त्यो बसले कहाँ हर्न बजायो पछाडि हाम्रो पछाडि होला त्यसले है अगाडि पठाइरहेको छ हो र अपहिल Pause. एकछिन डन्डी थियो क्या पछाडि फेरि धन्न हामीले साइड लगाउन भ्यायो त्यो चाहिँ मेरो यो क्यामेरामा चाहिँ खिच्न भ्याएन किरण सरको क्यामेरामा छ अब किरण सर केही युट्युबमा आउँछ होला त्यो बाटो त त्यस्तै रहेछ गाइस अब अझ हिलो बाटोमा पुगेको छैन हामी यो त ढुङ्गै रहेछ ढुङ्गा त ठिकै हो भइहाल्छ होइन हिलोमा चाहिँ मेन फस्छ क्या झन् यो त वेट हेभी छ नि त अनि अड्किन्छ अब आज सकेसम्म हामी माथि बेस क्याम्प नै जाने हो होइन केही गरी सकेन भने चाहिँ माथि तार्के घ्याङ भन्ने ठाउँ छ त्यता बाइक राख्ने अनि बेस क्याम्पसम्म चाहिँ हामीले हाइक गर्नुपर्ने हुन्छ इन केस बाइक गएन भने चाहिँ तर हामी त लाने हो बाइक हामी त माथिसम्मै लाने भनेर आएको हो यस्तो छ लगाइस बाटो तेरो बाइक ल्यायो भने त गाह्रो हुन्छ होला है गाह्रो रहेछ आउन त आउँछ यो ढुङ्गा छ क्या यस्तो छ ल पिकअप लिन चाहिँ अलिक गाह्रो हुने क्या यो ढुङ्गामा यहाँ आउनलाई त डट कि त एक्सपोज टाइपको मात्र ठिक हुन्छ बाइक यसले नि तान्न त तानिरहेछ मजाले तर कम्फोर्टेबल चाहिँ नहुने क्या यस्तो छ ल गाइस उकालो पनि छ टर्न पनि छ ढुङ्गा छ अनि अब कत्रो ढुङ्गा छ यहाँ के हो यतिमै फक अब भाइ यो उचाल्न 3 जना चाहिन्छ ल आइज अलिक गाह्रै हुन्छ ओए गियर लिभर भाङ्ग्यो हट्यो स्ट्यान्ड ल छोड्दै ए पफ मलाई केही भएन गाइस गियर लिभर भाङ्गे ल फर्स्ट क्लास एउटा माछा माऱ्यो गियर लिभर भाङ्ग्यो फक भाङ्ग्यो नि अलिकति केही नहोला अरू त कहीँ लागेको छैन है मलाई त केही भएन लेग गार्डले बचा हो चिप्लेकै थाहा भएन क्या मलाई त सर्ट गइदिएर बिस्तारै आएको थिएँ म ओइ रेकर्ड भइरहेछ ल गाइस त्यही हो अलिअलि त लडिहाल्छ नि ल यसको चेन बिग्रियो यार ल गाइस हाम्रो हिलोको यहाँ अघि चाहिँ ट्रेलर थियो अहिले यहाँ अब खत्रै छ खत्रै
तर होइन लाने हो मुची लाने हो We are born for this type of cheats. Traction control छ त जाउँ न जान्छ 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 Yes Traction control Nice Right मजाले ल्यायो यार ट्र्याक्सन कन्ट्रोल ओए नाइस जाउँ जाउँ फेरि ढुङ्गाले छापेको बाटो सुरु एकछिन कुर्दिउँ आइया राइट बाइकको कन्डिसन यस्तो अनि यो चप्पल चाहिँ मैले प्लास्टिकमा झुन्डाले ल्याएको थिएँ खसेर पुरै हिलो भयो नाइस नाइस ल चलो चलो जाउँ 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 फेरि फुस्क्यो अरे अघि एकचोटि त लडिसकेँ तर कस्तो अनएक्सपेक्टेड पारामा लडेँ क्या म चिप्लेकै थाहा नहुने क्या हल्का यस्तो स्ल्यान्ड थियो क्या त्यो अनि त्यसमाथि रातो माटो थियो चिप्लिहाल्यो नि अन्त केही भएन बाइकलाई लेग गार्डले बचायो अनि गियर लिभर एउटा चाहिँ हल्का बेन्ड भएको छ ऱ्याम छ त यार के हो छुइदिएर यार त्यहाँनिर ऱ्याम जस्तै बनिरहेको थियो गाइस मलाई चाहिँ यो शिवपुरीको ट्रेल जस्तो लागिरहेछ है शिवपुरीको बाटो जस्तो लागिरहेछ तर यो ढुङ्गाले छापे चाहिँ अति यार ढुङ्गाले छापे चाहिँ अति नै हुने क्या गाइस हामी चाहिँ फाइनली टार्के घ्याङ पुग्यौँ होइन यही त होला नि होइन टार्के घ्याङ मोस्ट प्रब्ली यही हो हेलम्बू लेखिरहेको छ यार वेलकम टु होटेल होटेल टार्के घ्याङ भनेपछि माथि होला है हामी जाने माथि हो यु आर एट टार्के घ्याङ माथि होला है माथि होला सोधेर हेरौँ न कोही मान्छे पनि छैन कि क्या यहाँ सोधेर हेरौँ होटेल टार्के घ्याङ
सोधेर हेरौँ न सर बेस क्याम्प माथि जस्तो जहाँ ओइ सोध्न दाइ बेस क्याम्प कहाँ हो माथि कतिको गाह्रो छ दाइ बाटो बाटो कस्तो छ दाइ बाटो त यो बाइकहरु खेल्नुपर्छ ठाउँमा ढिलो छ जानु त जान्छ जतिमा पुग्छ हजुर 1 घण्टामा पुग्छ 1 घण्टा पुग्छ जाऊ 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 पुगेन भने फर्केर आउँछ हामी हैन बाइक त त्यो बिचमा राखेर हिँडेर गए पनि हुन्छ केही हुँदैन सबै त्यहाँ राख्छ ए नभए यो माथि यहाँ होमस्टे भन्ने छैन त्यो दाइको हो हजुर त्यहाँ राख्नु अनि माथि हस् तर हामी बाइकमै गयो भने नि लान त सक्छ होला खेल्नु जाने हो हस् दाइ धन्यवाद आराम जिम्नीमा आउनु ओहो जिम्नी जिम्नी त अफ रोडिङ जान्छ जान्छ यहाँ नि के होटेल बनाएर रहेछ है गाइस ऊ त्यो माथि देखिरहेछ नि त्यो चाहिँ आमायाङलीको पिक हो होइन अनि बेस क्याम्प चाहिँ सायद त्यहाँ हो हामीलाई जहाँसम्म लागिरहेछ अनि त्यो ढुङ्गाको बाटो चाहिँ है उता चाहिँ मैले खिच्न पाएन अब यहाँदेखि चाहिँ अब चिप्लिने होला सायद हिँड्दै हिँड्दो छ ल यहीँ चिप्लिसक्यो त्यसले भिडियो खिच्न आयो क्या ओ चिप्लो चिप्लो छ ओए मेरो फोनबाट भिडियो खिच्दै हुन्थ्यो नि ल अब यसको पालो है यसको पालो तर यसले चाहिँ अलिक माथिबाट हालेको छ कि सजिलो ठाउँबाट तर खोइ मलाई त लाग्दैन यसले ढकाल्नै पर्छ यार किरण सरले चाहिँ यहाँबाट ल्याउनु भएको थियो है यसले चाहिँ यहाँबाट यसले तल हाले अब चाहिँ सरले ढकाल्छ ढकाल्नै पर्छ त्यो त चिप्लिन्छ सरको हिलो हिलो भन्नुभयो लुगा गाइस मलाई चाहिँ लास्टै भोक लागिरहेको छ है केही खाएन भने भात खाएदेखि ए डबल लोड ढकाल्नै पर्छ गाइस माथिबाट चाहिँ बाइक हेरेर आइरहेछ है यहाँ चाहिँ ढकाल्ने कार्यक्रम सुरु भयो लग्यो बास चाहिँ बिजोक भन्दा नि के भन्ने यार एक लेभल माथि खत्रै छ यार पक्नु म बाइकको कन्डिसन देखाउँछु होइन अलि तल अब यहाँ नि चिप्लिन्छ मस्यो थाहा छ मलाई हत्तेरिका अब यहाँ मैले एक्सर्साइज दिएँ भने म चिप्लिन्छु यहाँबाट जानु यहाँबाट किरण सर यहाँबाट जानु है यहाँबाट जानु होइन म यहाँ अड्केँ क्या ढकाल्नु पर्ने भयो क्या आइज यहाँबाट लानु है बिचबाट ल जानु जानु मोमेन्टम नछोड्नु गाइज यस्तो छ ल कन्डिसन अब म यहाँ छोड्न मिल्दैन है मैले ओइ हेल्प गर्दैन होइन उता फर्किनु उता भयो ल उचालिसक्यो तपाईँले राइट
म त ऊ हुन्छु अब यहाँबाट चिप्लिन्छु यहाँ खस्छ यहाँ अब थाहा छ मलाई ग्यारेन्टी लगाइ अब एकछिनमा है त बाटो खत्तम छ अरे गाइज ल त यहाँसम्म नि खत्रै थियो त्यत्रो दुःख गरेर यहाँसम्म आइसक्यो होइन अब जाने हो धेरै छैन फेरि 10 किलोमिटर मात्रै होला चिरन्चलाई जानु दिउँ अब जान्छु म ल लेट्स गो बाटै उ भएन ट्र्याक नै उ भएन कि धुवा आउन थाल्यो त बाइकबाट होइन त नगर्ने ड्रोन अब झन् अर्को दुःख हुन्छ त्यो उडाउने टाइम लाग्छ फाइनली गाइज हामी चाहिँ बेस क्याम्प पुग्यो है आमायाङदी बेस क्याम्प कस्तो छ भाइ हालखबर दाइ कस्तो छ कन्डिसन हेर्नु गाइज बाइकको ल